पछिल्लो समयमा जुन दक्षिण कोरियामा सेपयुक्त कामदार पठाउने E7 भिजाको प्रक्रिया जेन्जी आन्दोलन लगत्तै रोक भएको थियो। तर अहिले चाहिँ उच्च अदालत पाटनको आदेशसँगै उक्त कार्यविधि चाहिँ फुकुवा भएको छ। 2080को जुन कार्यविधि थियो, उक्त कार्यविधि अहिले फुकुवा भएको छ। यसभन्दा अगाडिको सरकारले जुन इपिएसको मार्फत होइन कि E7 भिजा डाइरेक्ट कोरिया लैजाने प्रक्रियालाई चाहिँ अगाडि बढाएर कार्यविधि नै बनाएको थियो र उक्त कार्यविधि लागू भएको थियो र इपिएसबाट मात्र होइन कि E7बाट पनि कामदारहरू आउने क्रम सुरु प्रक्रियामा थियो। त्यसको बीचमै जुन जेन्जीको आन्दोलन भयो त्यसपछि चाहिँ उक्त कार्यविधि खारेज भएको थियो। तर अहिले उक्त कार्यविधि 2080लाई चाहिँ अदालतले चाहिँ फुकुवा गरेको छ। फुकुवा गरेको मतलब यो होइन कि निर्णय पारित भइसकेको भन्ने चाहिँ यो अर्थमा धेरैले बुझ्नु भएको छ। खास गरी उक्त कार्यविधि फुकुवा मात्रै भएको हो, तर निर्णय भएको चाहिँ होइन। यसले खास गरी मैले पहिलेको समयमा पनि भिडियोहरू बनाउँदै आइरहेको थिएँ। खास गरी जो E7 भिजा नेपालबाट लागू भयो भने चाहिँ E9लाई प्रत्यक्ष असर गर्छ अथवा हामी अहिले आइरहेको इपिएस अन्तर्गत नै प्रत्यक्ष असर गर्दछ। त्यसले गर्दा चाहिँ सकिन्छ भन्ने चाहिँ खासमा जुन इपिएसको सिस्टमहरूलाई सुधार गर्न आवश्यक थियो, तर त्यो नभइकन चाहिँ खासमा जुन यो कार्यविधिलाई चाहिँ पुनः ल्याउने कार्य गरिएको छ। यसले चाहिँ पक्कै पनि E9बाट आउने कामदारहरूलाई चाहिँ असर गर्ने देखिन्छ र उक्त कार्यविधिमा के छ भन्ने कुरा पनि म तपाईहरुलाई स्पष्ट पार्नेछु। दक्षिण कोरियामा सेपयुक्त कामदार पठाउने E7 भिजा कार्यविधि 2080 अब फेरि कार्यान्वयनमा जाने बाटो खुलेको छ। वैदेशिक रोजगार विभागले यो कार्यविधि अस्थायी रूपमा रोकेको थियो, तर त्यस विरुद्ध परेको रिटमा उच्च अदालत पाटनले रोक लगाउने सूचना कार्यान्वयन नगर्न आदेश दियो। अदालतको आदेशपछि श्रम मन्त्रालयले कार्तिक 24 गते भदौ 31 को सूचना लागू नगर्न परिपत्र गर्यो। त्यसपछि विभागले पनि रोक सम्बन्धी सूचना फिर्ता लिएको पुष्टि गरेको छ। सरकारले यो कार्यविधि मेन पावर कम्पनी मार्फत कोरियामा सेपयुक्त कामदार पठाउनको लागि बनाएको हो। दूतावासले मागपत्र प्रमाणीकरण समेत पहिले नै सुरु गरिसकेको थियो, तर अख्तियारमा उजुरी परेपछि यो प्रक्रिया रोकिएको थियो। अदालतको आदेशपछि अहिले रोक हटेको छ, तर कामदार पठाउने प्रक्रिया पूर्ण रूपमा सुरु भयो कि भएन यसमा मन्त्रालय र विभाग अझै स्पष्ट छैनन्।